सम्पूर्णमा राधे राधे। अमृत पान रस पान, भागवतको अमृत पान र यो मिठो अमृत पानको रसले मत लागिसकेको छ, लत लागिसकेको छ। यो पान गर्न पाएन भने छटपटी बढ्न थालिसकेको छ। त्यसैले भागवत गीता यति उत्तम अमृत रस हो, यसको बयान म मात्रैले गर्न सक्दिनँ। त्यसैले 10औं स्कन्द मैले 9 पुराणसम्म सम्पूर्ण पढिसकेको छु। 10औं पुराणको पनि अथवा 7औं अध्यायमा पुरा भइरहेको छ। 7औं अध्याय पढ्न गइरहेको छु। मेरा मुख वाणीद्वारा वर्णन गरेर यस भागवतलाई रसमय बनाउन चाहन्छु। सुनेर हजुरहरूले यस रसलाई ग्रहण गर्नुहोला। यस अमृत रसको ग्रहणद्वारा मानिसलाई शरीरै त्यागे भने शरीरै गए पनि अजम्बरी छु जस्तो आत्माले भन्छ। आत्मा अजम्बरी छ, आत्मा प्रसन्न हुन्छ र आत्माको खुसीको लागि पनि यो भागवत गीता चाहिँ अति नै उत्तम चिज हो। अझ 10औं पुराणको 7औं भागमा 7औं अध्यायमा पढ्न गइरहेको छु। योभन्दा अगाडि श्री कृष्ण लीलाको पुतना राक्षसनीले कृष्ण भगवानलाई मार्न आउँदा राक्षसनीलाई कृष्ण भगवानले मार्नुभयो र उसलाई पनि राक्षसनीलाई शुद्ध स्तनपान गराएको राक्षसनी कृष्ण भगवानलाई स्तनपान गराएको हुनाले राक्षसनी शुद्ध मोक्ष भए। र अब यो आउँदो कथा सुन्नुहोस्। राजा परीक्षितले भने, हे प्रभु, भगवान हरि अनेकौं अवतार ग्रहण गरी जति जति काम गर्नुहुन्छ ती सबै चरित्र हाम्रो कानलाई सुख दिने र मनलाई दङ्ग पार्ने हुन्छन्। यी सबै चरित्र सुन्नाले नै मानिसहरूको मनको मैलो, त्यसबाट उत्पन्न हुने नाना प्रकारको तृष्णा कामना हटेर जान्छ, सफा हुन्छ, हटेर जान्छ र झट्टै अन्तःकरण पनि शुद्ध हुन्छ। यति शुद्ध हुन्छ, बाहिर साबुन घसेर धोएका यी अङ्ग शरीर कपडा वस्त्र भन्दा भागवत पढेर भित्री अङ्गहरू आत्माहरू यस्तो शुद्धि हुन्छ, यति सुन्दरता हुन्छ, झट्टै अन्तःकरण पनि शुद्ध हुन्छ। भगवानको चरणमा भक्ति तथा भजनसित मित्रता पनि हुन थाल्छ। आफै बाणी निस्किन थाल्छ। मायाको मोहको कथा भजन यति मिठो भजन कीर्तन निस्किन्छ भगवानको। भागवत पढिसकेपछि मनै आनन्दले नै त प्रेम बढ्छ भगवानसँग। हामीलाई श्रवण गर्ने योग्य सम्झनुहुन्छ भने कृपया भगवानका ती मलाई आकर्षित गर्ने लीलाहरूको वर्णन गर्नुहोस्। भगवानले मनुष्य लोकमा प्रकट भएर मानिसले झैं बाल्य अवस्थाहरू पनि जति अचम्म लाग्ने लीला गर्नुभयो, कृपया ती पनि वर्णन गरेर सुनाउनुहोस्। सुखदेवजी भन्नुहुन्छ, हे राजन, एक दिन श्री कृष्णको औत्थानिक कोल्टे फर्कने उत्सव हुन लागेको थियो। त्यस दिन उहाँको जन्म नक्षत्र रोहिणीको पनि योग परेको थियो। अत यशोदाको घरमा यस उत्सवमा अनेकौं गोपिनीहरू जम्मा भएका थिए। गाना बजाना चलेका थियो, भजन चलेको थियो। ब्राह्मणहरू मन्त्र पढ्दै बालकको अभिषेक गर्न लागेका थिए। सती यशोदा पनि यी सब गराउनमा व्यस्त थिइन्। नन्दरानी यशोदा ब्राह्मणहरूको राम्रोसँग पूजा सम्मान गरिन् र उनलाई अन्न, वस्त्र, माला, गाई इत्यादि उनले इच्छा गरेको वस्तु दिइन्। छोराको अभिषेक एवं स्वस्तिवाचकको काम सकिएपछि बालकलाई निदाएको देखेर उनले बिस्तारै छोरालाई सुमसुमाई सुताइदिन्। एकैछिनमा निन्द्राबाट बिउजिएपछि बालक कृष्ण स्तनपानको निम्ति रुन लाग्नुभयो र मनस्विनी यशोदाले
औथानिक उत्सवमा जम्मा भएका वज्रका गोप गोपिनीको सत्कार गर्न तन्मन भएको उनले रोएको सुनिन्। यता कृष्ण पनि रुँदै रुँदै आफ्नो पाउ उफार्न लागे। बालक कृष्णलाई एउटा सकट गाडा मुनि सुताइएको थियो। उहाँको भर्खर पालुवा चढेको पात सम्मानको कमलो सानो सानो पाउको प्रहार पर्न साथ त्यो गाडा पल्टिहाल्यो। त्यसमा राखेका दुध दही आदि अनेकौं रसले भरिएका थरी थरीका भाँडा खसेर चूर्ण भएर गाडाको पाङ्ग्रा घुर्रा छिन्न भिन्न तथा त्यसको जुवा पनि भाँचो भयो। औथानिक उत्सवमा जम्मा भएका नारीहरू नन्दादि गोप तथा यशोदा यो अचम्म लाग्दो घटना देख्दा बडो छक्क परेर आपसमा भन्न लागे, यो क्या हो? गाडा कसरी आफै उल्टियो? गोप तथा गोपिनीहरूले गाडा पल्टनुको कुनै कारण निश्चित गर्न नसक्दा त्यहाँ खेल्न लागेका बालकहरूले यिनै कृष्णले रुँदा रुँदा खुट्टा उफारेर यसलाई पल्टाइदिएको हो भन्ने सुनाए। पल्टाइदिएको हो, यसमा केही सन्देह छैन भनेर उनीहरूले भने। तर गोप गोपिनीहरू केटाकेटीको कुरा भन्ठानेर उनीहरूले भनेको कुरामा विश्वास गरेनन्। अचम्म भयो, त्यति ठुलो गाडा, त्यति धेरै सामग्री राखेको, त्यही पनि पल्टाउन सक्ने 6 महिना पल्टिन थालेका, बल्ल पल्टिन थालेको, उल्टे पल्टिन थालेको बालाले कसरी यो सम्भव भयो भनेर विश्वास गरेनन्। किनकि तिनीहरूमा बालक कृष्णको अत्यन्त बलको ज्ञान थिएन। यशोदाले यस घटनालाई ग्रहले गर्दा उत्पन्न भएको उत्पात सम्झेर रुन लागिन्। कतै मेरो बालालाई अप्ठ्यारो स्थिति पर्ने हो कि भनेर, ग्रहको खेल हो कि भनेर रुन लागिन्। ती बालकलाई काखमा लिइन् र ब्राह्मणहरूबाट वेदका मन्त्रद्वारा शान्ति पाठ गराएर उनलाई स्तनपान गराउन लागे। बलिया गोपहरूले गाडालाई सोझो पारे। बलिया गोपालहरूले उठाउनु पर्ने त्यस्ता ठुलो गाडा कसरी यत्रो बालकले लडायो भनेर अचम्मित भए। बलिया गोपहरूले गाडालाई सोझो गरेर फेरि त्यसैमा पहिले झैं सबै मलमत्ता राखिदिएर ब्राह्मणहरूले पनि हवन गरी दही अक्षता कुश तथा जलले भगवानको पूजा गरे। अर्काको गुण दोष नझिक्ने, झुट्टो नबोल्ने, दम्भ ईर्ष्या हिंसा नगर्ने र मनमा अभिमान नभएका सत्यशीली ब्राह्मणहरूले दिएको आशीर्वाद कहिल्यै पनि विफल हुँदैन। यो कुरा मनमा लिएर नन्दजीले बालकलाई काखमा लिएर ब्राह्मणहरूबाट साम ऋषिक एवं यजुर्वेदका मन्त्रद्वारा सांस्कृतिक एवं पवित्र औषधिहरू मिसिएको जलले अभिषेक गराएर अनि एकाग्रचित्तले स्वस्तिवाचक अग्निहोत्र काम गर्न लगाएर ब्राह्मणहरूलाई अति उत्तम अन्नको भोज गराए। यसपछि नन्द बाबाले बालकको अयुद्धको कामनाले ब्राह्मणहरूलाई सर्वगुण सम्पन्न अनेकौं गाई दान गरेर दिए। यी गाई थरी थरीका लुगा फुलका माला र सुनका हारले सिगारिएका थिए। ब्राह्मणहरूले पनि बालकलाई आफ्नो अमोघ आशीर्वाद दिए। हे महाराज, वेदवेता र योगयुता ब्राह्मणहरूले दिएको आशीर्वाद कहिल्यै पनि निष्फल हुँदैन, यो कुरा स्पष्ट छ। एक दिन साउदी यशोदाजी बालकलाई काखमा लिएर दुध चुसाइरहेकी थिइन्। यही मौकामा उनी पर्वतको शिखरमा जस्तै गह्रौँ हुन गए र यसैको उनको भार बोक्न सकिनन्। भगवान त्यस्तो पर्वतको शिखर जस्तै गह्रौँ हुन गएर यसैले उनको भार बोक्न सकिनन्। अन्तमा भारले पीडित भएर यशोदाले श्री कृष्णलाई काखबाट झिकेर भुइँमा राखिदिन् र यो नयाँ घटनाले मनमा अत्यन्त छक्क परी भगवान पुरुषोत्तमको स्मरण गर्दै घरको कामहरूमा लागिन्।
यही बेलामा कंसले पठाएको उसको सेवक तृणावर्त नाम गरेको दैत्य आँधीबेहरीको रूपमा गोकुलमा आयो र बसिराखेका बालक कृष्णलाई उठाएर आकाशतिर लिएर गयो। दसै दिशाबाट आँधी रूप असुरको घोर शब्दहरू प्रतिध्वनि हुन लाग्यो। धुलोले सारा वज्रमण्डल ढाकियो र त्यसले गर्दा त्यहाँका बासिन्दाहरूको आँखै चुनियो। 2 घडीसम्म सारा वज्रलाई धुलो र अन्धकारले ढाकिदियो। यशोदाले आफ्नो छोरालाई जहाँ जहाँ बसालेकी थिइन् त्यहाँ गएर हेर्दा उनलाई देखिनन्। त्यसबेला आँधीहुरी तृणावर्तले उडाएको बालुवाले गर्दा सबैजना कस्तो उद्दिन र होस नभएका भइराखेका थिए भने उनलाई यो आफ्नो हो अथवा अर्काको हो भन्ने कुरा समेत पत्तो हुन सकेन। यस्तो कडा आँधीबेहरी धुलो वर्षामा आफ्नो छोराको पत्तो नपाउँदा अबला माता यशोदालाई हुनसम्मको शोक पर्यो। बाच्छो मर्दाखेरि गाईको जस्तो दशा हुन्छ, ठिक त्यस्तै सोचनीय अवस्थामा परि उनी आफ्नो छोरालाई पश्चातापपूर्वक स्मरण गर्दै भुइँमा लडी रुन माया लाग्दो स्वर झिकेर विलाप गर्न लागिन्। यशोदा आँधी साम्य भएर धुलो उड्न बन्द भएपछि यशोदाले रोएको आवाज सुन्दा अरू गोपिनीहरू दगुर्दै त्यहाँ आए। नन्दन कृष्णलाई नदेख्दा उनको मनमा ठुलो ताप पर्यो र आँखाबाट आँसुको धारा बगाउँदै डाको छोडेर रुन लागे। यता आँधी रूप तृणावर्तले श्रीकृष्णलाई उडाएर आकाशतिर लग्यो, तर उहाँको करौँ भार सम्हाल्न नसकेनाले उसको वेग शान्त भइहाल्यो। त्यसैले उनलाई लिएर अगाडि बढ्न सकेन। भगवान त ऊ भन्दा पनि धेरै करौँ हुन गयो अत असुरले उहाँलाई पर्वत समान देख्न लाग्यो। तर श्रीकृष्ण दुवै हातले उसको घाँटी बेसरी समात्नु भएको थियो। त्यसैले ती अद्भुत बालकबाट आफूलाई छुटाउन पनि सकेन। यस प्रकारसँग घाँटी थिचिएकोले त्यो दैत्य निश्चेट हुन गयो। आँखा बाहिर निस्किए। आएर मर्ने बेलामा अस्पष्ट शब्द गर्दै प्राणहीन भई कृष्णजीको साथसाथै आकाशबाट वज्रमा खस्यो। त्यहाँ जम्मा भएका विलाप गरिएको स्त्रीहरूले भगवान शङ्करको बाणद्वारा आहत भएर त्रिपुरासुर चुर भइकन खसे छैटो भयानक राक्षसलाई आकाशबाट एउटा चट्टानमाथि खसेको र त्यसको एक अङ्ग चकनाचुर भएको देखे। भगवानलाई उसको छातीमाथि झुन्डी राखेको देख्दा गोपिनीहरू छक्क परे। हतपत उनलाई त्यहाँबाट उठाएर ल्याए। माता यशोदालाई दिए। राक्षसले आकाशमा लगेको भए तापनि मृत्युको मुखबाट सकुशल फर्केर आएका बालकलाई पाउँदा यशोदा आदि गोपिनीहरूलाई तथा नन्द आदि गोपीहरूलाई अत्यन्त आनन्द भयो। उनीहरू भन्न लागे, यी बालक राक्षसद्वारा मृत्युको मुखमा पारिएको भए तापनि फेरि सकुशल फर्केर आए। यो त बडो आश्चर्यको कुरा हो र त्यस हिंस्रक दुष्टलाई उसका पापले नै खसाइदिए। साँच्चीकै हो साधु पुरुष सबैलाई आफू समान देख्दछन्। त्यसैले सब प्रकारका भयबाट सदा बाँच्दछन्, अर्थात् ईश्वरले उनको रक्षा गर्दछ। हामीले यस्तो कुन तप या विष्णु भगवानको पूजा गरेका थियौँ र अथवा पूर्तप तलाउको पोखरी खनाउने इष्ट अग्निहोत्र पञ्चायमा यज्ञ इत्यादि असल काम गरेका थियौँ या दान र प्राणीहरूको भलो गरेका थियौँ कि जसको फलले गर्दा हाम्रा यी बालक मरेर पनि आफ्ना स्वजन आनन्दित गर्न फर्केर अवश्य यो हाम्रो सौभाग्यको कुरा हो भने
नन्द अर्थात् गोकुलमा बारम्बार यस्ता अद्भुत घटना हुन लागेको देख्दा नन्द बाबालाई बडो आश्चर्य लाग्यो र वसुदेवले ठिक भनेका रहेछन् भनेर उनको कुराको बारम्बार समर्थन गर्न लागे। एक दिन यशोदा आफ्ना छोरालाई काखमा लिएर प्रेमसँग वात्सल्य प्रेम गर्दा दूध निस्किएको राखेको स्थान चुसाउन लागेकी थिइन्। कृष्णले हे राजन खुबसँग दूध सकेपछि यशोदाले मन्द चालसँग मुसु मुसु हाँसी राखेको उनको मुखको मही खाइन्। ठिक यही बेलामा आएकोले कृष्णको मुख खोल्न गयो र यशोदाले आकाश अन्तरिक्ष ज्योतिष मण्डल दशै दिशा सूर्य चन्द्र अग्नि वायु समुद्र द्वीप पर्वत अनि नदी वन तथा सम्पूर्ण चराचर प्राणीलाई त्यहाँ भित्र रहेको देखिन्। हे राजन छोराको मुखमा अकस्मात सँग यो सम्पूर्ण ब्रह्माण्ड देखेर यशोदाको शरीर काम्न लाग्यो। मृगनयन नन्दरानी अत्यन्त विस्मित भई दुवै आँखा चिम्लेर ईश्वरको स्मरण गर्न लागिन्। यस्ता रसमय भागवत कथा श्री कृष्णको बाल लीला भएको 10औं पुराण स्कन्धबाट 7औं अध्याय पनि पूर्ण भएको छ। श्रीमद् भागवत 10औं स्कन्ध पूर्वार्ध मोहिनी नेपाली भाषा टीका 7 अध्याय पूरा भयो। ओम नमो भगवते वासुदेवाय नमो नमः। वासुदेवाय नमो नमः। भगवान श्री हरि नारायणको कथाले यस्ता अमृत पानले गर्दा हाम्रा घरका वास्तु देवता र नवग्रहहरू सबै प्रसन्न भए रहनेछन्, शुद्ध र शुभ भएर चल्नेछन्। हामीले आफ्ना भागवत रस पान अवश्य गर्नुपर्छ। जय श्रीमन्नारायण हरि हरि। ओम जय।